नेपालमा एउटै अनुहार परेका 4-5 जना मान्छे नभए पनि एउटै व्यवहार देखाउने अनेकौं मान्छेहरू चाहिँ हुँदो रहेछन्। त्यो तपाईँको साथी सर्कलमा पनि देख्न सक्नुहुन्छ है। मैले मेरो साथी सर्कलमा देखेको कुरा के कोही साथीहरू चाहिँ भेलुबाजी जस्तो सबै प्लान फिक्स भइसक्यो, अब ल जानुपर्छ है भनेर इन मोमेन्टमा आएर म त जान्न होला भनिदिने हैन। कोही साथी केपी ओली जस्तो सरले चाहिँ अब होमवर्क चेक गर्छ है, नोट छानबिन गर्छ भन्ने थाहा भएर सुरुमै पेट दुख्यो भनेर सुत्दिने। कोही साथी चाहिँ महेश बस्नेत जस्ता ढुक्कै इक्जाममा टप दिन्छ, ढुक्कै पास हुन्छ भन्दा पनि फ्याट्टै फेल भइदिने। कोही साथी चाहिँ प्रचण्ड जस्ता है, पढेको कति केही देखिँदैन अनि म त पढेकै छैन भन्ने तर फ्याट्ट पास भइदिने। कोही साथी चाहिँ त्यो एमालेको आजभोलिको भाइरल कान काट्छु भन्ने दिदी जस्ता। यस्तो भयो भने चाहिँ म ढुक्कै यो गर्छु भनेर शर्त राख्ने तर काम पुरा नभइसकेपछि आफ्नो शर्त पुरा गर्न पनि नचाहने। अनि कोही चाहिँ आशिका तामाङ दिदी जस्तो है, ढुक्क काम गरेको हो, त्यो काम त्यसले गरेको हो सबैलाई थाहा छ तर पनि मैले होइन नि होइन 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 त्यो त एआई हो भन्ने।